Welcome guys, this is my first vlog in United Kingdom, UK. आज चाहिँ हामी यहाँ पार्कमा आइरहेको साथी र म भएर जे भयो नि यसो रुममा बस्दा बस्दै बोर लाग्यो एकदम है। अनि त्यसपछि आज चाहिँ युनिभर्सिटी गएर आएको। युनिभर्सिटी गयो, आखिरमा अनलाइन क्लास रहेछ। डेटै टाइमै नहेरिने युनिभर्सिटी गयो, अनलाइन क्लास रहेछ। यतिकै जानु आउनु मात्र भयो। अनि त्यसपछि आएर यस्तो भोलाइरहेको थियो, त्यहाँ खाजा खाएर मस्त यता पार्कतिर आइरहँ। अब रुममा जाम भने केटाहरू कोही पनि छैन, चाबी खोल्ने पनि कोही छैन। मान्छे निस्किएर लाएपछि ढोका लगाएपछि चाहिँ खोल्ने मान्छे कोही छैन। सो पार्कमा रञ्जित सर र म आएको। रञ्जित सर उहाँ बसिराख्नु भयो, अञ्जित सरसँग बोलेर हुनुहुन्छ रञ्जित सर। म चाहिँ यहाँ यत्तिकै बसिरहेको, भ्लग स्टार्ट हान्नु पऱ्यो आजबाट भनेर। कस्तो यहाँ चाहिँ लड्कीहरू चुरोट हान्दै बसिरहेको। त्यो लड्की चुरोट हान्दै बसिरह, फेरि देखाउनुहुन्न कि मुद्दा हालिदिउँ भने त जानुपर्छ यार। टक्क कागहरू नेपाली काग जस्तै हुँदो रहेछ यार। काग चाहिँ नेपाली नै हुँदो रहेछ। ब्रिटिस काग सेतो हुनुपर्ने हो कि, यस्तो कालो रहेछ काग। तर मोटो छ यार, नेपालको जस्तो खान नपाएको छ रहेछ यार। दामी मोटो रहेछ, खाला यस्तो यस्तो सम्म पार्कमा उजङ्ग बुटाहरू केही पात छैन यार। 12 मास हिउँपर्ने ठाउँ त्यही भएर होला बुटाहरू पनि यस्तो उजाड लाग्दो छ। कुनै कुनै बुटाहरू मात्रै छ हरियो। पार्कमा यसो बस्दै चिल हान्दै अब चाहिँ एकछिन यहीँ बस्नुपर्ने हुन्छ। यताउता हिँडिराखौँ। तर राम्रै आउँछ यार। यता जाम यार, चिल छ है ठाउँ यहाँ। यसो इन्जोय हान्नु पर्यो। मस्त यस्तो चिल ठाउँमा आयो, बस्यो है। काम छैन, काठ छैन, यत्तिकै हल्लियो। अब चाहिँ त्यो लड्कीले चाहिँ चुरोट हान्दै रहेछ। यस्तो दामी दामी रुखहरू पनि यस्तो दामी दामी हुने कि दामी हो। रुममा गयो केटाहरू कोही छैनन्। अब यहाँ यस्तो पार्कमा यो रुखहरूमा आडा लाउने बस्ने चिल छ। अहिलेसम्म त्यो पैसा हुने ठाउँमा चिल छ कि, त्यहाँ पछि पैसा के भन्छ यहाँ त हालत खराब हुने होला। रञ्जित सर यहाँ बसिराख्नु भयो। अब टक्क यहाँ यसो निक निद्रा हान्नु पऱ्यो। त्यहाँपछि अनि केटाहरू रुममा आउँछ। अनि त्यहाँपछि रुममा जानुपर्छ। यस्तो आकाशको दामी भ्यू हेर्दै है, कस्तो चिल छ वेदर। दामी भ्यू हेर्दै हामी चाहिँ अहिलेलाई चाहिँ सोधेको है, एकछिनपछि भेटौँ भाइ। हेर है स्क्वायरल यस्तो दामी खतरा राम्रो हुँदो रहेछ कि यहाँको। यहाँ लुकिराखे स्क्वायरल। गयो भाग्यो है, भाग्यो। यहाँ माथिबाट दामी छ है भ्यू चाहिँ। अञ्जित सर उता रञ्जित सर उता अञ्जित सरसँग बोल्दै हुनुहुन्छ। उहाँ बस्नु हो। अनि हामी चाहिँ यति अलि राम्रो स्क्वायरल भाग्यो पुरी दामी हुँदो रहेछ। ल हेर यहाँ फेरि स्क्वायरल भन्दाखेरि म्यारिस बोले भन्दाखेरि न्याउरी मुसो, हाम्रो घरतिर चाहिँ न्याउरी मुसो भन्छ। दामी खतरा राम्रो हुँदो रहेछ कि खाएला जस्तो। हाम्रो घरतिर त चोर हुन्छ यार स्क्वायरल पनि। घरै यहाँको चाहिँ यहीँ गार्डनमा यताउता खाने, यहीँ बस्ने चिल हुन्छ। अनि यही हो साथीहरू, पार्कमा चाहिँ एकछिन मस्त बसिरहौँ। अब चाहिँ एकछिनमा रुममा है हामी चाहिँ अहिले अब पार्कबाट चाहिँ रुममा जाँदैछौँ। पार्कबाट यताबाट निस्केर यता बाहिरपट्टि छौँ हामी। रञ्जित सर त बोल्दै हुनुहुन्छ फोनमा चाहिँ। रञ्जित सर भाइरल हुन्छ नि, रञ्जित सरलाई भाइरल गरिदिउँ गाइज। ल
ल अब यहाँबाट अब रुममा जाँदै हो केही कन्टेन्टै छैन यत्तिकै जता यता गयो रुममा गयो कन्टेन्ट रुममाबाट यता आयो कन्टेन्ट त्यही हो कन्टेन्ट भनेको अरू चाहिँ अहिले चाहिँ केही कन्टेन्ट छैन आज कलेज जाँदाखेरि बिहान चाहिँ खिचिएन अब चाहिँ यत्तिकै बाटोमा हिँडेको भिडियो हो त्यो फर्स्ट भ्लग हो केही कसरी बनाउने म केही आइडिया छैन यत्तिकै हावातालमा भिडियो बनाइदिएको अब चाहिँ यहाँबाट निस्केर रुममा गइन्छ उहाँ चाहिँ केटाहरूले गाँजा बनाउँदैछन् लास्टै यहाँ चाहिँ लास्ट लिगल रहेछ कि गाँजा बाटैमा किन्नु पाइने गाँजा खाएर बसिरहेको उहाँ चाहिँ तिमी तोर्पेहरू अब त्यहाँ चाहिँ भिडियो बनाउन अलिकति डरै हुन्छ तिनीहरू गाँजा रक्सी खाएको चाहिँ झ्याप्प मोबाइल तानेर लैदियो भने त लैदिए अब चाहिँ यस्तो दामी मार्केट छ अब यहाँबाट हामी रुममा जाँदैछौँ यस्तो साइकलमा आएर मोबाइल टिपेर तपाईँ पनि बेर हुँदैन क्या मान्छेहरू दामी मार्केट यस्तै हो नेपालीहरू यहाँ धेरै छ यताउता हिँड्यो नेपाली देखिन्छ नेपालीहरू छ दामी पारामा यस्तो बटनको आएर अनि त्यहाँ पछि रोड क्रस गर्नुपर्ने हुन्छ रोड गाडी रोकिसक्यो यस्तो गाडीहरू रोड क्रस गर्नुपर्ने हुन्छ हामी चाहिँ अब आइपुग्नलाई रुम गाडीहरू हेरौँ न यहाँको त गाडीहरूको त डेन्जर आवाजै दामी हुन्छ कि नेपाली सुपर बाइक जस्तो घुमेर हुन्छ त्यो नानो कार जस्तो रहेछ त्यस्तो गाडीहरू बाटैमा हुन्छ साइकलहरू हिँड्न गाडी दामी छैन त यस्तो एम्बुलेन्स आयो पुलिस रहेछ गाडीहरू यस्तो सर्व लाइन लगाएर घरको अगाडि यो ट्याक्क साइकल राख्ने ठाउँ घर अगाडि यस्तरी सेफ तरिकाले साइकलहरू राख्दो रहेछ गाडी त दामी गाडीहरू के घरमा लाएर रहेछ यहाँ चाहिँ साइलेन्सर दामी हुन्छ कि यिनीहरूको बस है यो चाहिँ लन्डनको भाइरल बस है सही हो ट्याक्क दुई तले बस जाममा माथि बस्दै भ्यू हेर्दै चिल हिँड्न यहाँ चाहिँ जाम परेछ ट्याक्क त्यहाँ चाहिँ येलो लाइट छ त्यही भएर चाहिँ जाम परिराखेको अब हामी यहाँ कुरिराखौँ ढोका चाहिँ कसैले खोले छैनन् केटाहरू कोही छैनन् क्या यार रुममा बेल हानेको अनि हामी त बाहिरै बेरोजगार जस्तो भइयो आवाज बाइक हेर्न बाइक दामी हामी त बाहिर बसेर बाहिर मात्र भिडियो बनाउने भइया ढोकै खोल्न ट्याक्क बस वाक्स एन्ड रिल्याक्स यहाँ चाहिँ हाम्रो आवाज बाइकको हामी चाहिँ रुममा गइरहेको थियौँ रुममा चाहिँ कसैले पनि ढोका खोल्दैन केटाहरू कोही पनि रहन्छन् भित्र राम्रै हुन्थ्यो के राम्रै सुत्नु रहेछ क्या अहिले चाहिँ हामी यहाँबाट चाहिँ अर्को पार्कमा आइसक्यौँ यही घर नजिकैको पार्कमा यो पार्क चाहिँ दामी रहेछ है यहाँभित्र गएर यसो बस्नु पऱ्यो अनि मैले चाहिँ आजको चाहिँ केही स्पेसल भएन है भ्लग अब यत्तिकै इन्ड गरिदिन्छु म आज यसो भित्र गएर यता हल्का फुल्का देखाउँछु अनि त्यहाँपछि यत्तिकै इन्ड गरिदिन्छु आजको चाहिँ केही स्पेसल भएन जस्ट फर्स्ट भ्लग मैले चाहिँ केही
स्पेसल होला भन्ने जस्तो गरेर केही कन्टेन्ट भएर हालेको पनि होइन, जस्ट फर्स्ट भ्लग यही कन्टेन्ट रह्यो। अब चाहिँ यहाँबाट यसो देखाउँछु, दामी वाटर फाउन्टेन रहेछ यहाँ चाहिँ, मस्त परेवा चाहिँ यहाँ चाहिँ दामी हुने के। हेर न यहाँ डकहरू पौडिरह, चिल हान्दै मान्छेहरू बसिरह। यहाँ चाहिँ एउटा चिल सक्छ त नि। रन्जित सर कहाँ जानुभयो? उहाँ जानुभयो। ल बसहरू इमिरेट रन्जित सर उहाँ गएर लजाइदिइरह। यहाँ चाहिँ अब चाहिँ भ्लग यत्तिकै इन्ड गर्नुपर्ने हुन्छ। केही चाहियो यार हेरौँ डक हेरौँ डक कस्तो। यहाँ चाहिँ ठ्याक्क एन्टी लाइट पऱ्यो क्या, त्यही भएर यहाँ चाहिँ भिडियो कतिलाई होइन यतापट्टि यस्तो गर्नुपर्छ। र क्या मोटो हो यार। क्या दामी पौडिरहन्। यता वाटर फाउन्टेन, यता चाहिँ दामी डकहरू पौडिरहन्। लन्डनको बसहरू सक्छ त यार, कति हो यार। राइट ल गाइस, आजको चाहिँ यति नै हो भ्यू। अब चाहिँ यस्तो पाउरोटी खान दिइरहनु। अब चाहिँ हामी यहीँ बसिन्छौँ। अब यत्तिकै भिडियो इन्ड गरिदिन्छु आजको लागि चाहिँ यहीँबाट बिदाई।